हेर्नुस् है, यसमा के भनेको छ भन्दा बाइनरी टु हेक्साडेसिमलमा कन्भर्ट गर्नुस् भनेको छ हो। अब यसको लागि हामीले के गर्न पर्थ्यो भन्दा पहिला यसलाई चाहिँ इन्टु 2 गरेर डेसिमलमा लाने, त्यसपछि फेरि डिभाइड बाइ 16 गरेर हेक्साडेसिमलमा यो लानु भन्दा सजिलो आइडिया। तपाईले बेस 16 मा भनेको चाहिँ बाइनरी टु बेस 16 मा भनेको छ भने एउटा कोड 8421 कोड यो जान्नु पर्यो। ठीक छ, 8421 भनेको चाहिँ के हो भन्दा 8421 भनेको चाहिँ बाइनरी कोडेड डेसिमल है, बीसीडी कोड भन्छ। अब मैले यसको लागि के गर्छु भन्दा यहाँ कतिवटा डिजिट छ, 4 वटा। अब यो दिएको नम्बरमा चाहिँ हामीले के गर्नु पर्यो डिजिटमा भन्दा 4 वटा पेयर बनाउनु पर्यो राइट साइडबाट है, भनेको लास्टबाट 1010 एउटा पेयर बन्यो, अर्को बन्यो 1100, यहाँ लेख्नुस् 1100 एउटा पेयर बन्यो, अर्को पेयर बन्यो। बेस 16 मा भनेको छ, त्यही भएर हामीलाई कोड भनेको 8421 कोड भयो। यसमा 4 वटा डिजिट भयो, 1 2 3 4। ठीक छ, त्यही भएर हामीले के गर्यो राइट साइडको लास्टतिरबाट 4 वटा डिजिट 1010 एउटा पेयर, 1100 अर्को पेयर। ठीक छ, अब यसको माथि तपाईलाई सजिलो आइडिया हुनुभयो 8421 लेख्नुस्, आफूलाई बुझ्न सजिलो है, यो गर्न सक्यो। ठीक छ, अब यसपछि तपाईले 1 लाई मात्र हेर्नुस् है, 0 लाई नहेर्नुस्। मैले फेरि भने 1 लाई मात्र हेर्नुस्, 0 लाई नहेर्नुस्। 1 को माथि 8 छ, 8 लेख्नुस्। अब फेरि प्लस गर्ने है, फेरि 1 को माथि 4 छ, प्लस 4 गरिदिनुस्। अरु हामीलाई के भन्छ हैन, 0 नहेर्नुस् भनेको छ मैले, 8 प्लस 4 लेख्नु, यो पेयरको काम सक्यो। अब यताबाट यो पेयरमा हेर्नुस्, 1 को माथि 8 छ, 8 लेख्नुस्, प्लस 0 नहेर्नुस् भने चाहिँ 0 परेन, 1 को माथि फेरि 2 छ, 2 लेख्नुस्, सक्यो। अब 8 प्लस 4 भनेको कति हो, 12। ठीक छ, 8 प्लस 2 भनेको 10। अब हामीलाई यो हेर्नुस् है, हेक्साडेसिमल नम्बर सिस्टममा के थाहा छ भन्दा 0 to 9 अनि A to याफ भन्ने छ हो। अब A भनेको 10 यो तपाईलाई थाहा छ, त्यही भएर मैले B भनेको 11, C भनेको 12, D भनेको 13, E भनेको 14 अनि याफ भनेको 15। ठीक छ, अब 12 भनेको कति रहेछ, यसको ठाउँमा C लेख्नु, अनि 10 भनेको कति रहेछ, A लेख्नु। ठीक छ, भनेपछि यसको एन्सर कति भयो, C A बेस 16 एन्सर सक्यो, सिम्पली है।